नमस्कार हजुर सबैलाई शुभ बिहानी। फेरि पनि मेरो नयाँ ब्लगमा हजुर सबैलाई स्वागत गर्दैछु। आज चाहिँ म रेडी भएर निस्किँदै गरेको। आज चाहिँ हजुरहरूलाई भन्नुपर्दा कहाँ गएको भने आज हाम्रो सिनियरहरूको एसएनटी हाम्रो होइन ड्राइभर एन्ड कन्डक्टरको साथीहरू ड्राइभर एन्ड कन्डक्टरको आज चाहिँ फेयरवेल छ नि त, फेयरवेल कम पिकनिक रे भ्यालीमा तल। त्यही भएर गर्दा अब म निस्किँदै गरेको। आज चाहिँ हाम्रो फेयरवेलहरू कस्तो हुनेछ हजुरहरूलाई म देखाउने छु, हेर्दै गर्नुहोस् ल। मेरो साथी पनि आउँदैछ, म साथीलाई पर्खेको खास अवस्था। साथी आउँदैछ तलबाट। ल मेरो साथी चाहिँ आइपुग्यो। के छ ढिलो केटी जस्तै हाउडेमा। हामीले चाहिँ ब्यागमा हेर्नु सक्नुहुन्छ, किनकि स्विमिङ पनि गर्ने हो तल, स्विमिङ पुल पनि छ। के बोक्यो? ल गुड मर्निङ। अब चाहिँ हामी लागेको है गाइस। अब तलै गएर भेटिन्छ पिकनिकमा फेयरवेलमा। अहिलेलाई चाहिँ बाई बाई। आज चाहिँ गुड फ्राइडे पनि हो होइन। हजुर सबैलाई ह्याप्पी गुड फ्राइडे। यहाँ 5 मिनट चाहिँ गुड फ्राइडे मनाउँदो रहेछ। खदा किन्ने कार्यक्रम हुँदैछ। कति 7वटा लानु हो? 7वटा लान्छु नि फिलहाल। 7 किनकि हाम्रो 7जना हुनुहुन्छ। हाम्रो आक्कु पनि हुनुहुन्छ। आक्कुको चाहिँ नेक्स्ट इयर हो। उहाँ पनि सक्नु आँटेको छ बिचरा। म चाहिँ येल्लो, ऊ चाहिँ ब्लू। अहिले चाहिँ हामी रेभेली पुगिसक्यो है गाइस। हाम्रो चाहिँ यहाँ पन्डालहरू बनाएको छ, हेर्नु सक्नुहुन्छ। यहाँ मुनि स्विमिङ पुल पनि छ। पानी छिटायो पानी। यस गुड मर्निङ। यस सकेला गुड मर्निङ। गुड मर्निङ भेरी गुड मर्निङ। गुड मर्निङ। यस सबैजनालाई गुड मर्निङ है। गुड मर्निङ गाइसहरू। गाडी कहाँ जालीपुल जाने गाडी यो मान्छे लोदरे 1 नम्बरको लोदरे हो। यस दाजु गुड मर्निङ चाहिँ हजुर आउँदैन अन्त हाम्रो आदरणीय प्रेसिडेन्ट साहब श्री विकास सरलाई, हाम्रो एडिसनल साहबलाई खदा लगाएर स्वागत जनाइदिनु भने म्याडम पनि आग्रह गर्न हुनुहुन्छ। चाहन्छु। अन्त एकजना हाम्रो सर पनि हुनुहुन्छ। अरू सबै हाम्रो ड्राइभरहरू हुनुहुन्छ। उहाँ चाहिँ हुनुहुन्छ हाम्रो प्रेसिडेन्ट साहब। त्यस्तै प्रकारले हाम्रो जेनरल सेक्रेटरी साहबलाई सरले चाहिँ बिचार हाम्रो विज्ञान सरलाई आइदिनु हुँदैछ। सरहरू अप्सर भनेको यतिको हुनु पऱ्यो। धन्यवाद छ सरलाई। र हामीले एउटा सानो एउटा यतिको जोस चाहिँ हुनु पऱ्यो। र त्यस्तै प्रकारले अब याब्ला हाम्रो याब्ला हेर्नु याब्ला यो के को साजुङको याब्ला। यो मान्छे चाहिँ छङ्गुको च्याप्ला। आदरणीय एडिसनल सर जिबिओ क्या रोशन सरलाई धेरै धेरै स्वागत जनाउँदै साथैमा हाम्रो ट्विटर सर म्याडमहरूलाई पनि एकदम स्वागत जनाउँदै आजको यो म एउटा सानो हस् बेला सेवामा श्रीमान कर्म सेवा भुटिया।
गर्नको निम्ति हाम्रो एसिस्टेन्ट श्रीमान सञ्जय भटिया सरलाई मञ्चमा निम्ताउन चाहन्छु। त्यस्तै प्रकार धन्यवाद छ सबैजनालाई। मजा आएको एकछिन एउटा कुरा चाहिँ मैले अघिदेखि भनौँ यो फेरल चाहिँ हामीले खासै धेरै अगाडि गर्नुपर्ने थियो। अङ्कल नमस्कार। हेलो हेलो ठिक हुनुहुन्छ हाम्रो सिनियर अङ्कलहरूलाई नमस्कार। कोही पनि नगइदिने सबैजना हामीले सबै कुराको बन्दोबस्त गरेका छौँ है। सर नमस्कार। खाजा पूजा चियाको सबै हामीले बन्दोबस्त गरेका छौँ। सबैजनाले मजाले खाएर नाचेर इन्जोय गरेर मात्रै जाने। सिनियरहरूले लाउनु पर्छ पहिला। हाम्रो आगे नमस्कार। सबैजना बसिदिने। हेलो 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 ल नमस्कार छ हजुर सबैलाई। अङ्कल नमस्कार नमस्कार। यता हाम्रो एडिसनले लाउनु आउनुहुन्छ सबैलाई। अङ्कल नमस्कार। सबैजना बसेर इन्जोय गर्नुपर्छ। यस्तो सुविधा त हाम्रो पैसा सानो अङ्कल नमस्कार। हाँसी बस्ने एभरग्रिन अङ्कल एभरग्रिन अङ्कल एभरग्रिनहरू हाम्रो र क्याटेरिङको बहिनीहरूलाई म एउटा बिन्ती गर्न चाहन्छु। ल केटा मजा लगाऊ है। ल ल केटाहरू एकदम लाइनमा छ। कुखुरा लाउने तपाईँ चाहिँ दुईवटा चाहिँ सर म्याडम हो छँदै छैन अन्त दोकानमा माथि चाहिँ पुग्नुपर्छ नि त। खोइ कता उनीहरू अब निकाल्दा अब यो दौमा बसिरहेको छ यो निकाल्नलाई यस्तो चम्को छ कि ल अघि लाउँदैन यो क्या छ पुसै पुसै हाम्रो प्यारो अङ्कलहरू अङ्कल त गुड काम अङ्कल कहाँ पछाडि जानुभएको तपाईँ चाहिँ पछाडि पछाडि सर पछाडि पुग्नु भएछ त मसँग आयो कि एक्लै लगाउनु पुगेछ त्यो खदा चाहिँ लग 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 हाम्रो कुशल बुबु क्यामेराम्यान आजको यस दाजु ओ दाजु के छ कहाँ गयो फोटो खिच्न भनेको किन यहाँ प्यारो 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 है प्यारो सिलगढीको सर सिलगढी रुमको याद आउँदैन ल ल ल भिडियो भिडियो मेरो त हाम्रो यहाँ गाडीमा खाता रेडी ल जति पनि हाम्रो साथीहरूले खाता सक्नु भएको छ भने कृपया गरी भित्र बसेर हाम्रो पछाडिपट्टि टेबलमा हामीले स्न्याक्सहरू सबै त्यहाँ प्रबन्ध गरेका छौँ। कृपया गरी सबैजनाले आफै आफै स्न्याक्स लिएर लिइदिनु होला भनी म अनुरोध गर्न चाहन्छु। र ड्रिङ्क्सको बार यता साइडमा छ र ड्रिङ्क्सहरू जे जे लिनुहुन्छ तपाईँले आफै सर्भ गरिदिने र जति पनि अब हाम्रो भोलिन्टियर भाइहरू जति हुनुहुन्छ कृपया गरी हाम्रो यहाँ सरहरूलाई म्याडमहरूलाई र हाम्रो अवकाश प्राप्त भएर जाने गुरुजीहरूलाई पनि सर्भ गरिदिने म तपाईँहरूलाई आग्रह गर्न चाहन्छु। कृपया गरी बाहिर नबसेर सबैजना एकछिन भित्र आइदिनुहोस्।
हेलो है मलाई हजुर ल हेलो चेक अलिकति छैन माया माया मलाई सेयर गर्नु ल ह्याप्पी रिटायरमेन्ट हजुरलाई पनि चाहिँ हाम्रो सिनियरहरूको स्न्याक्स यससँग तिमीलाई पिरातीलाई बाँधौँला तिमीसँग मायाहरू साटौँला तिमीलाई पिरातीले बाँधौँला तिमीसँग मायाहरू साटौँला मरेर गए पनि हामी सम्झना भएर बाँच्छौँला मरेर गए पनि हामी सम्झना भएर बाँच्छौँला नाना नमस्कार सेवानी तपाईँलाई पनि नमस्कार दिदीलाई पनि नमस्कार पड्काउनु सकेन फुट्दैन फुट्दैन पड्क्यो यतिको चाहिँ हुनु पर्यो केटाहरू साधु मान्छेले खोलेको हेर्नु न साधु यो मान्छे त लाग्छ ऊ झन्डै लाग्यो मजाले खाऊ न फोटो भिडियो यो खुसी छ यो चुहान केटा खुसी छ के म त ग्लास बोक्ने जस्तो लाग्यो मेरो फेभरेट हो मलाई मात्रै अरूलाई यो मेरो फेभरेट हो यो थियो यहाँको माइचे तिमी डम्फुको तालैमा नाच्यो माइचे तिमी डम्फुको तालैमा बिहे तिमीलाई देऊ मलाई बिहे गर्छु आउने सालैमा तिमीलाई देऊ मलाई बिहे गर्छु आउने सालैमा यस चेम्बा म त फर्स्ट अब खानु पाएँ सबै खान्छ बियर ब्रिजर खानु नपाएछ त अन्त अरू बेला किनेर खाने बानी छैन यसको ग्यास फ्रीमा पाएको आज म झन्डै छुट्टी भएछ आज राम सत्य झन्डै भयो गाइस यसको उयो छैन अन्त ल हाम्रो ए जान्छ ल ल ल कमान ब्रदर यतिको चाहिँ हुनु पर्यो है केटाहरू ल गाइस हल्का ब्रिजर खाइयो दुइटा होइन हल्का रमाइलो भइरहेको छ अहिले चाहिँ फिलहाल चाहिँ अब चाहिँ ओके अङ्कल ओके बिचरा हाम्रो अङ्कल अन्त अब स्विमिङ गर्ने नि त गरम पनि भयो होइन घाम त लाग्छ नि तर पनि हपप अन्त हल्का दुई ब्रदर ब्रिजले चाहिँ हल्का रमाइलो भइरहेको छु म अहिले फिलहाल चाहिँ अब स्विमिङ गर्ने गाडीमा लुगाहरू छ ल्याउनु गएको हो अहिले चाहिँ बाई बाई गाइस बोकेर आउनु पर्यो चस्मा झर्छ है फेरि यति खेल्यौँ भाइ ए लुगामा लाग्छ नगर त्यो अन्त कुन चाको चाहिँ मान्छेले त लुगामा लाग्दा के हुन्छ भुँडीमा चाहिँ निल्दा हुने अरे अलिकति भिजेर आउनुपर्छ ल दोकान गएको छैन यिनीहरू दोकान चिसो गरेर नखेले भन्छ नहुने अब नआइज त छुट्टी हुने अब नबसे त यस्तो आउनु
थर्टिन 13.2 सेकेन्ड अरे पुग्नु न पानी मिले क्या पानी खाए अर्को त उफ्रिनै भइसक्यो अन्त पानी खायो त्यसले छोडिदेऊ न हात छोड न चल्दे हात छोड न एकदम छोड न एकदम छोड न मेरो झन्डै चढ्यो सिक्यो आयो आयो झन्डा गयो टेकबहादुर गाइस म चाहिँ खेलिसकेँ अब आँखा पोले पुरा फ्रेस भइदिउँ हेलो हेलो आम्मामा कस्तो साह्रो परेन आँखा पोलेर हालत चाहिँ उहाँ हेर्नु चाहिँ यस्तो छ ऊ बोतल लगाएर ओ भाइ टेकबहादुरलाई देऊ न त्यो टेकबहादुरलाई भयो भयो पानी खा बेसी स्विमिङ गर्नु जानेर चाहिँ हेर्नु चाहिँ बोतल बोकेर बसिरहेको छ ल केटा ल रेस है कम्पिटिसन ल केटा कम्पिटिसन दबाई खाँदैछ ऊ एनर्जी ड्रिङ्क खाँदैछ एकछिन है पड्कै म 1 2 3 भन्छु है ल कसले जित्दै एकछिन है म काउन्ट गर्छु है 1 2 3 ल या यो दुईजना झ्यासर चाहिँ हो ल एउटा पच्यो ल कसले जित्यो ल कमान एउटा त सक्यो बोतल बोकेर गयो झ्यासर सुनिङ आयो बोतल बोकेर आउँछ ल जाऊ पछ बोतल हेर्ने बोतल जाऊ के लाग्यो किरणको त तमासै बेसी रहेछ दुई ताल डुबेर तिर्खा लाग्यो तँलाई दुई ताल डुबेर तिर्खा लाग्यो अरे पानी पनि खाइस् दुई गर्नु खाइस् अन्त के अन्त 1 मिनेट भित्र आइपुग्छु भने त अन्त लु आउ त पैसा निकालेर पर्छ पैसा त दिइहाल्दै रेडी सकेन म 500 दिन्छु लु सकेन ओ यहाँ पार्सन दाम चाहिँ अब 500 अर्को अनि के साकिनाका दाम छ तिमी त नबस स्विमिङ पुल धमिलो हुन्छ स्विमिङ पुल धमिलो बनाउनु पर्छ हाम्रो हेलिदा पनि पसेछ हेलिदा कमान हेलिदा पस्यो हेलिदा दामी खेल्दैछ हेलिदा पस्यो कमान साकिनाका जामा कस्तो पसेको यो कस्तो
ल साकिनाका एक डुब्छ डुग्यो साकिनाका ल हाम्रो अङ्कलहरू हल्का यस अङ्कल यो अङ्कल हो हाम्रो सिङ्गर एसएनडीको सिङ्गर अब चाहिँ स्विमिङ पनि गरिसक्यो हेर्नु न कलर चाहिँ यस्तो पहिलो भइहाल्छ सेतो सर्ट चाहिँ नि गुनगुनाउने पैसा दुःखबाट गुल्दो रहेछन् रे मचाउन रेलीमै चर्क चढेसी मचाउन रेलीमै चर्क चढेसी सम्झना बिर्सन सललला जन्जन परो तिर्सन सललला सम्झना बिर्सन सललला जन्जन परो तिर्सन सललला मायालु भनेको जानी हुन्छ रे पहिलो भेटमा साइनो जोड्ने मायालु भनेको जानी हुन्छ रे आकाशैको जुन तारा मुकैले धरतीमा जान्छु भन्छ रे द ओसन तपाईहरुले सर्च गर्न सक्नुहुनेछ द ओसन Ocean bro, the performance udah ada ngecek. Ocean, हाम्रो ओसन जिनीको लाइभ परफर्मेन्स हेर्न सक्नुहुन्छ। यो गीतको नाम चाहिँ छ्याप्पै हो। छ्याप्पै, come on! त्यसको भन्नु कि म छ्याप्पै भन्छु हैन म छ्याप्पै भन्छु तपाईहरु छ्याप्पै Tao पनि छ्याप्पै भइसक्यो छ्याप्पै
छ्याप्पै छ्याप्पै छ्याप्पै केटा छ्याप्पै 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 केटा छ्याप्पै 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 You will get clapped. Not ओइ उदालै She gon' go that the way that the brother just snapped. Cap, that's most of these rappers wiping my ass with just stacks. I'ma just do something crazy. Now I wasn't raised in the trenches. I also raised this me. इन्ट्रेस्टिङ But thank you everyone. Once more! Guys, once more! साथी बिचमा गएर अलिक बिचमा ल हाम्रो आइनकै साथीले मन्दी चोलीमा फुल फुटे सारीमा हाम्रो एडिसन सरले गाउनु दिन्छ कमान सर यस केटा कमान Come on, sir, come on. खाना कस्तो छ एकदम दामी दामी केटाहरु यहाँ खाना खाँदैछ ओ रमेश साहब खाना के छ बढिया हेलो यस यस हालिहाल्छ हैन हिरोहरु एसएनडी हिरोहरु कोले हालेछ यस ल यहाँ बिदावाडी हुँदैछ सबैजना हाम्रो सिनियरहरू बाई 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 गएको होइन रमाइलो छ कमालजु है यहाँ कतिजना भावुक पनि छ हैन तपाईले जाने नो फोटो ओन्ली भिडियो ल उहाँहरू ल अब बिदा दिनुहोस् हामी यहाँ चाहिँ हल्का अन्त अब तास खेल्ने ग्रुप बसिरहेको छ तास खेल्ने हो ल फोटो से को आउनु छ ल ल फोटो सेसन चल्दैछ अगाडि आउनु तिम्रो के भएको यहाँ त कसै बिजी तास खेल्नु म्याडमलाई बाई बाई
ल म्याडमलाई यत्रो थ्याङ्क यू सो मच छ हजुरलाई बाई बाई म्याडमलाई बाई बाई छ बिचरा म्याडमलाई बिदा गेलाम बाई बाई आगे एसएनडीमा जे पढ्यौँ आगे सम्झिनुहोस् तपाईँहरूले बनाउनु भएको एसएनडी हो हामी त बच्चा हो जहिले पनि सम्झिनुहोस् अङ्कल तपाईँ जानुभएको अङ्कल जानुभएको बाई बाई मेरो अङ्कल बाई 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 हुन्छ बाई बाई नाना बाई बाई सबैजनालाई बाई बाई ल आग्यो बाई लस ल आग्यो बाई आग्यो बाई बाई ल सबैजनालाई बाई बाई ओसन ओसन बाई ल गाइस सबैजना बाई बाई सबैजना बाई गएको सबैजना ल गाइस म चाहिँ आजको यस्तै भयो फेरल चाहिँ होइन यसरी तास पनि खेल्यो अन्त अब हामी चाहिँ लाग्दै गरेको साथी र म चाहिँ रात पनि पढ्नु आँट्यो त्यही भएकोले गर्दा अब मेरो ब्लग चाहिँ यतिमा एन्ड गर्नु चाहन्छु आजको फेरल पार्ट यस्तै थियो हजुरलाई भन्नुपर्दा ओके बाई बाई हजुर सबैलाई